सो हेलो व्हाट्सअप एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले के लिइरहेको छु भन्दाखेरि DJI को RS4 मिनी कम्बोको अनबक्सिङ भिडियो लिइरहेको छु। सो किप वाचिङ। अब चाहिँ सुरु गर्दैछौँ हाम्रो RS4 मिनी कम्बो प्याकको रिभ्यू भिडियो है त। यो बक्स खोल्नुभन्दा अगाडि चाहिँ यस गिम्बलको दुई चारवटा फिचर्सहरू भनौँ, त्यसपछि बल्ल यो बक्स अनबक्स गरौँला। सो फिचरहरू चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ एकदम लाइट वेट छ, त्यसपछि यो 3 एक्सिस अटोमेटेड लक छ, अनि त्यसपछि के छ भन्दाखेरि यसमा चाहिँ इन्टेलिजेन्ट ट्र्याकिङ मोड अनि प्लस इजी भर्टिकल सुटिङ छ। अब चाहिँ हामी यो बक्स खोलौँ अनि यो बक्सभित्र के रहेछ त्यसपछि त्यो सबै कुराहरू हेरौँ अनि त्यसको चाहिँ विस्तृत रूपमा अनि त्यसपछि पछि भन्दै गरौँला है त। सो यो बक्सभित्र चाहिँ आउँछ हजुरको यो कुरा, यो बक्सभित्र चाहिँ हजुरले यो पाउनुहुनेछ जसमा चाहिँ यो गिम्बलको चाहिँ इनबिल्ट ब्याट्री छ है। यो एउटा भयो अनि त्यसपछि चाहिँ हजुरले आउनुहुन्छ यो बक्स आउँछ है। अनि यो बक्सभित्र चाहिँ के छ भन्दाखेरि हामीसँग यो क्यामेरा प्लेट, त्यसपछि हामीसँग छ यो मिनी ट्राइपोड है, अनि त्यसपछि छ हामीसँग यो USB केबल, अनि त्यसपछि हामीसँग छ यो AI ट्र्याकिङ क्यामेरा है। यो AI ट्र्याकिङ क्यामेरा हो। सो हामीलाई चाहिँ DJI ले माया गरेर एकदमै धेरै स्टिकरहरू पठाउनु भएको छ। एउटा स्टिकर, यहाँ दुईटा, त्यसपछि यो स्टिकर है, त्यसपछि यो स्टिकर, एकदमै धेरै स्टिकरहरू, एकदम राम्रो स्टिकरहरू पठाउनु भएको छ। सो अनि अब चाहिँ अरू के छ भन्दाखेरि हामीसँग यो ह्यान्डल छ है, यो जुन चाहिँ लो एङ्गल खिच्नलाई एकदमै बेस्ट ह्यान्डल हो, यो एउटा ह्यान्डल छ। त्यसपछि हामीसँग छ यो क्यामेराको बेस प्लेट है, यति भयो। सो अहिले यो बक्सलाई चाहिँ हामी तल राखौँ अनि त्यसपछि चाहिँ कसरी खिच्ने के गर्ने म सिकाउँछु है त। सो हाम्रो यो भयो, यो चाहिँ मिनी ट्राइपोड, अनि हामी यो यहाँ यसरी कस्छौँ है, यो यसरी यहाँ कस्यौँ। अब यो तल बस्छ, यो भयो होइन। ओके, अब यहाँ हाम्रो लक छ, यो लक भयो है, यो एउटा यहाँ लक भयो। ओके, अनि अर्को छ यहाँ हुनुहुन्छ यस्तो है, यो भयो। अनि त्यसपछि हाम्रो यो छ, एकदम इजी छ है यो रिलिज गर्ने र लाउनलाई। यस्तो गर्ने लक भयो, यहाँ 180 एक्सिस भएको यो लक छ, त्यो भयो। अनि अब हामी क्यामेरामा सेटअप गर्छौँ। अब चाहिँ हामी क्यामेरालाई यो गिम्बलमा सेटअप गरौँ है त। यो यसरी लाग्छ, चाहिँ हामीले यो गिम्बल ब्यालेन्स गरिसकेका छौँ। अब चाहिँ यसलाई अन गरौँ अनि त्यसपछि यो रेडी टु युज है यो। ओके, यसरी रेडी अन भयो। त्यसपछि हामी फर्स्टमा यसलाई चाहिँ क्यालिब्रेट गर्छौँ। यो चाहिँ हाम्रो क्यालिब्रेसन सक्सेसफुली भइसकेको छ। अब यो गिम्बल चाहिँ रेडी टु युज है। अनि यसमा चाहिँ के छ भन्दाखेरि हाम्रो वायरलेस कनेक्सन छ, जसमा चाहिँ हामीले ब्लुटुथ अन गरेर क्यामेराको ब्लुटुथ अन गरेर गिम्बलमा कनेक्ट गरेर गिम्बलको थ्रुबाट चाहिँ क्यामेरामा रेकर्डिङ गर्न सकिन्छ। यसमा चाहिँ हामीले यो वायर लगाउने यो दुनियाँदारीवाला झन्झटबाट चाहिँ एकदमै वञ्चित भएर चाहिँ यसमा चाहिँ ब्लुटुथ कनेक्सनबाट चाहिँ वायरलेस कनेक्सन गरेर हामीले युज गर्न सक्छौँ है। यो चाहिँ हाम्रो AI ट्र्याकिङ क्यामेरा, जसमा चाहिँ ह्यान्ड जेस्चरबाट चाहिँ हाम्रो AI ट्र्याकिङ सुरु हुन्छ र ह्यान्ड जेस्चरबाट नै इन हुन्छ। अनि हाम्रो यस्तोवाला फिसवाला साइन छ नि, योबाट चाहिँ रेकर्डिङ हुने, अनि यही पिसबाट चाहिँ रेकर्डिङ अफ हुने गर्छ है। योलाई चाहिँ यसरी यति एकदम इजी छ यो राख्नलाई चाहिँ। जस्ट यसमा चाहिँ एकदम स्ट्रङवाला म्याग्नेट छ। सो यो माथि समाउने, जस्ट रिलिज, ल रेडी टु युज भयो है। यो चाहिँ यस गिम्बलको अब चाहिँ AI ट्र्याकिङ सुरु गर्न गइरहेको छौँ, जसमा चाहिँ AI ट्र्याकिङ इनेबल गर्न चाहिँ हामीले सिम्पली हातको जेस्चर यस्तो गर्ने हातको जेस्चर, यहाँ निलो बत्ती बल्छ, अनि त्यसपछि यो चाहिँ रेडी टु युज है। ह्यान्ड जेस्चर यो AI ट्र्याकिङ इनेबल भयो। सो म जता गयो त्यतै ट्र्याक गर्छ है यसले चाहिँ।
जता गयो यतै त्यतै स्मुथली एकदमै राम्रो फिचर छ है। मैले ट्र्याकिङवाला त भनिहालेँ। अब यसमा अर्को एउटा बवाल फिचर के छ भन्दाखेरि चाहिँ हामीले सिम्पली यस्तो पिसवाला देखाएर चाहिँ हामीले क्यामेरामा रेकर्डिङ अन अफ गर्न सकिन्छ कि जस्तै अब यो पिस देखायौँ, यहाँ ग्रिन र येलो मिक्स भएको यहाँ बत्ती बल्छ, त्यसपछि हाम्रो त्यसले चाहिँ रेकर्ड गर्छ अनि फेरि हामीले पिस नै देखायो भने यस्तोवाला है यस्तोवाला हुन्छ नि, अनि यस्तोवाला देखायो भने चाहिँ अफ र अन रेकर्ड अन र अफ हुने गर्छ है। यसलाई चाहिँ एकदमै लाइक गिम्बललाई यो अरू गिम्बलहरूमा चाहिँ यो लक गर्ने सिस्टम लाइक म्यानुअली नै छ, एउटा लक खोल्यो अर्को लक खोल्यो फेरि लक गर्यो त्यस्तोवाला छ। यसमा चाहिँ के एकदम इजी बनाएको छ। यसमा चाहिँ के छ भन्दाखेरि सिम्पली एउटा बटन दाब्ने त्यसपछि लक। अनि हजुरलाई फेरि युज गर्न पर्यो भने चाहिँ सिम्पली यो बटन दाब्ने, प्रेस एन्ड होल्ड अनि त्यसपछि रेडी टु युज है। सो यो गिम्बललाई चाहिँ ल्यान्डस्केप खिच्दै भर्टिकलमा स्विच गर्नु पर्यो भने एकदम इजी छ। सिम्पली यहाँ भएको 180 एक्सिस भएको यो लक भएको खोल्ने, त्यसपछि सिम्पली यो रोटेट सक्यो अनि त्यसपछि सिम्पली यहाँ यसो गरेर यहाँ ल्याएर सक्यो, यो यहाँ यसो गरिदिने, स्क्रु टाइट, त्यसपछि रेडी टु युज है। क्यालिब्रेट चाहिँ गर्नुपर्ने हुन्छ है, त्यति एउटा गर्नुपर्ने हुन्छ, त्यसपछि अरू रेडी टु युज है। अनि रेडी टु युज भर्टिकल सुटिङको लागि रेडी। सो हजुरलाई यो रिभ्यू भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। मन परेमा लाइक सेयर सब्सक्राइब र सुझाव पनि दिन नबिर्सिनु होला। अनि तपाईँहरूलाई यस्तै राम्रो रोचक भिडियोहरू रिभ्यू भिडियोहरू हजुरको सामुन्ने लिएर आइरहनेछौँ। सो अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथ अहिले छुट्टिन चाहन्छौँ। धन्यवाद।